तपाईलाई कसैले रुकुम कस्तो छ भनेर सोध्यो भने तपाईको उत्तर चाहिँ के आउँछ भने रुकुमेली भएको नाताले सुन्दर छ, एकदम राम्रो छ, यही आउँछ। तर त्यतिले मात्रै पुग्छ जस्तो मलाई लागेन है। अब चाहिँ रुकुम कस्तो छ भनेपछि रुकुम यस्तो छ भनेर चाहिँ देखाउनका लागि चाहिँ झापाबाट गएर है सचिन न्यौपानेले बनाएको भिडियो सेयर गरिदिए पुग्छ जस्तो लाग्यो। एउटा रुकुमका मान्छेले गर्न नसकेको काम, रुकुमको नगरपालिकाहरूले गर्न नसकेको काम, रुकुम पश्चिम जिल्लाले गर्न नसकेको काम चाहिँ एउटा व्यक्ति, झापाको एउटा व्यक्ति गएर गरिदिएका छन्। उनलाई धन्यवाद भन्ने त मसँग कुनै शब्द छैन है। त्यो शब्द जुन शब्द प्रयोग गरे पनि कमी हुन्छ। यदि सक्छ भने रुकुम पश्चिम चौरजार नगरपालिकाले चाहिँ उनलाई सम्मान गरोस् बरु है। मन जित्यो। म आफैलाई पनि पश्चिमको मान्छे भएर मेरो एउटा पूर्वको साथीले मलाई फोन गर्यो, मलाई खुसी लाग्यो एकदमै। कति सुन्दर रहेछ रुकुम, आहा कति राम्रो रहेछ रुकुम, मलाई पनि जान मन लाग्यो भनेर चाहिँ पूर्वको मान्छेले मलाई कति वर्षपछि फोन गरेर मलाई सम्झेर भन्यो। मलाई एकदमै खुसी लाग्यो। हो नि, यो रुकुम हो, यो हाम्रै ठाउँ हो, म जन्मिएको यही ठाउँ हो, यति राम्रो छ, यति सुन्दर छ भनेर मैले भन्न पाएँ। त्यसलाई त्यो भिडियोको चर्चा मैले पनि थप्न पाएँ। यदि तपाईँहरूले हेर्नु भएको छैन भने हैन, चौरजहारी भनेर चाहिँ पूर्वी ब्लुजमा चाहिँ युट्युब च्यानलमा आएको छ। यदि तपाईँहरूले हेर्नु भएको छैन भने रुकुम पश्चिम कस्तो छ भनेर चाहिँ तपाईँहरूलाई चासो छ भने गएर हेरिदिनु होला। सचिन न्यौपानेले बनाएको भिडियो एकदमै राम्रो छ। म तपाईँहरू सबैलाई अनुरोध गर्छु र सबैजनाले सेयर पनि गरिदिनु होला, रुकुमलाई चिनाइदिनु होला है। रुकुम पनि सुन्दर छ, तर रुकुमले ठाउँ नपाएको हो। सुदूरपश्चिममा गएर बालनले बढी मालिकाको चाहिँ प्रचार गर्दै गर्दा रुकुममा गएर प्रचार गरिदिने मान्छे त्यस्तो कोही नभएर मात्रै रुकुम लुकेको हो।